साथीहरु मेरो छुटेको सामान चाहिँ मैले ल्याइसकेँ। न हावा राम्रो खान पाउँछ न पानी राम्रो खान। घरकै आँगनको डिलमा छ। नखाने त पुरै भन्दैन। अब हाम्रो चाहिँ यहाँ म चाहिँ खाँदैन यहाँ घरमा चाहिँ पानी परेर चाहिँ अहिले चाँडै हरियाली चाहिँ बबाले देखिरहेको छ। हेलो एभ्रिवान, वेलकम ब्याक एन्ड भिडियो। आई एम शीतल तामाङ। लङ टाइम नयाँ भ्लग बनाउँदैछु। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। भिडियोको टाइटल र तपाईँ थाहा पाइसक्नुभयो होला। र आज म छु जडीबुटी बस पार्क, किनकि आज म जाँदैछु मेरो गाउँमा। आजको यात्रा बाटोमा के कस्तो हुनेछ र त्यो त मैले हजुरहरूलाई सबै देखाएँ। यार अस्ति 750 नै पुग्थ्यो, अहिले 930 पुगेछ यार। गाह्रो छ केटाहरू। र पानी परिरहेको छ बिहानै आजदेखि झन् कस्तो क्या, हिजो नपरेको आज चाहिँ बिहानैदेखि पानी परिदिरहेको। अब मलाई पनि त गाह्रो भइरहेको छ यहाँ सामने चाहिँ यत्रो। आफ्टर लङ टाइम पछि भ्लग बनाउँदैछु गाइजहरू। ल कस्तो भइरहेको छ यसो कमेन्ट पनि गर्नु। 6 बजे हामी छुट्छौँ गाइजहरू यहाँबाट भने। हामी लगभग 5:50 भइसकेको छ। पानी अझै हराएको छैन यार। बस यो रहेको छ, मैले बस भेटिसकेँ, टिकट काटिसकेँ। म चाहिँ यहाँ चिया खाएर अब चाहिँ चल्दिन लाग्छ। Later. 4 घन्टा ननस्टप हिँडेपछि दोललघाट आइपुग्यो गाइजहरू होइन। एकदम पानी परेर लास्ट छ्याउ भइरहेको छ। हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो खाना खाने ठाउँ हो। अब यहाँ चाहिँ हामीले अब खाना खानुपर्ने हुन्छ। खाना खान्छ ठ्याक्कै अहिले 10 बज्न लाग्यो, पौने 10 भयो। बिहान 6 बजे हिँडेको, लगभग 4 घन्टा भइसक्यो। भोकले प्याक भइसक्यो गाइजहरू। यस्तै भयो आज होइन। बिच बाटोतिर मजाले भिडियो बनाउनु पाएन, पानी परिरहेको थियो, सामानहरू टन्नै हाल्नु थियो। पानी पनि परिरहेको थियो, त्यही भएर भिडियोहरू खासै बनाउन पाएन। अब हामी सिधै बाटोको भ्यूहरू हेर्दै सिधै घरतिर गएर भेट्नेछौँ। अहिले चाहिँ हामी खाना खान चाहिँ यहाँ बसिरहेछौँ। टन्नै छ तल मान्छेहरू, म चाहिँ यहाँ माथि आएर यसो भ्यू हेरिरहेको। गएर चाहिँ खाना खानुपर्ने हुन्छ। लास्ट भोक लागिसक्यो यार। हिजो बेलुका खाएँ थियो, केही पनि खाएको छैन। बिहान अलिकति चिया खाएँ, त्यति मात्रै हो मैले चाहिँ। यहाँ हेर्नु न गाई चाहिँ यस्तो बवाल, कत्रो ठुलो कुकुर रहेछ क्या यहाँ। मलाई चाहिँ कस्तो बवाललाई डर लाग्यो। भिडियोलाई मैले पुरै रूपमा देखाउने कोसिस त गरिरहेको, तर आज अलि सकेन गाइजहरू। त्यसको लागि एकदम सरी। भिडियो एकदम अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि गाडीमा चाहिँ अनि गीत बजेको गर्छ। गीत बजेपछि फेरि कपिराइट आउँछ नि त होइन, त्यही भएर भिडियोहरू बनाउनु पनि पाइरहेको छैन। त्यही हो गाइज। ल अब म खाना खान जान्छु, त्यसपछि हामी सिधै बाटोतिर अथवा सिधै घर गएर भेट्नेछौँ है त। पानी परिरहेको छ अहिले चाहिँ, हल्का घाम लाग्यो, मौसम चाहिँ बवाल खुलिरहेछ खुल्न चाहिँ। जोस पानी परेर चाहिँ अहिले चाहिँ चाँडै हरियाली चाहिँ बबाले देखिरहेको छु मैले चाहिँ। चञ्चल मन तिमीलाई नै खोज्छ। ल गाइजहरू 10 घन्टाको यात्रापछि बल्ल बल्ल घर आइपुगेँ म चाहिँ होइन।
एकदम यहाँ सामानहरू ओसारेर नि सबै सक्यो। 3 बजीतिर आइपुगेको थियो सामानहरू ओसार्दा, लगभग अहिले चाहिँ 3:40 भइसकेको छ। सबै सामानहरू नि ल्याइसक्यो। सामानहरू चाहिँ खासमा के थियो भने अब हाम्रो चाहिँ यहाँ म चाहिँ खासमा यहाँ घरमा चाहिँ टोइलेट बनाउन आएको क्या। टोइलेटको अवस्था अलि गम्भीर छ, त्यही भएर नयाँ टोइलेट बनाउन भनेर सिमेन्टहरू यताउता सब लिएर आएको थियो। त्यो यता ओसारेर मैले यसो व्यवस्थापन गरिसकेँ। त्यो गाइजहरू अब यसो फ्रेस हुनुपर्छ होइन। यस्तो फोहोर भइरहेको छ, धुलै हिलो भइरहेको छ। अवस्था चाहिँ पुरै यस्तो छ, बिजोग छ होइन। के गर्नु, आमा एक्लै हुनुहुन्छ घरमा। हेर्नुहोस् त आँगनतिर त यस्तो झारै भएछ गाइजहरू यार। हाम्रो त घर यस्तो छ हौ गाइजहरू। अनि हजुरहरूको के कस्तो छ? अहिले चाहिँ यहाँ म किम्बु खान जाँदैछु। आफ्नै घरकै आँगनको डिलमा छ, नखाने त कुरै भएन नि होइन। रङ्ग र रसैमा आजभोलि त सबै झरिसकेछ यार गाइजहरू यार। सब झरिसकेछ, अलिअलि मात्रै रहेछ क्या। त्यो चाहिँ मेरो भाक्री भन्दैछ यो रुखले। तिम्रो लागि हो यो सबै, नत्र हामी त अस्ति झरिसक्थ्यौँ भन्दैछ। लियो अमिलो बढी नै पाकेको क्या, यो जाँड जस्तो भइसकेछ गाइजहरू चाहिँ। किम्बु क्या मैले त काठमाडौँतिर बेच्न देखाएको थियो होइन। अब हाम्रो त यहाँ त घरमा त प्रशस्तै छ होइन, घर वरिपरि नै टन्नै छ क्या। मैले अघि बाटोतिर ऐसिलो कति धेरै देखाएको थियो। माइ गड, अब म भोलि चाहिँ ऐसिलो खान पनि जानुपर्छ, हजुरहरूलाई देखाउनेछु त्यो पनि। म उता जानु लागेको अहिले चाहिँ। मेरो अघि बसमा एउटा सामान छुटेछ, त्यो सामान लिन जानु लागेको म चाहिँ। यहाँ चाहिँ हाम्रो घरबारीतिर चाहिँ मकै यस्तो उम्रिसकेछ क्या। यहाँ छ हाम्रो, यो चाहिँ हाम्रो बाख्राहरू हेर कति 2, 4, 6वटा रहेछ हाम्रो बाख्रा। आजको भिडियो मैले खासै राम्रो बनाउन सकिनँ किनकि टाइम नै भएन क्या। किम्बु खानु पऱ्यो यार, अघि खाएर पुगेन। आजभोलि गाउँघर यस्तो रमाइलो छ नि। हेर्नु पछाडि ब्याकग्राउन्डमा पुरै चराको आवाज सुनिरहनु भएको छ तपाईँले। यस्तो हरियाली, यस्तो खुल्ला भइरहेछ नि। ओ माई गड, गाउँमा बस्नुको मजै बेग्लै छ क्या। काठमाडौँमा घुम्सेर बसेर चाहिँ काम छैन यार। न हावा राम्रो खान पाउँछ, न पानी राम्रो खान पाउँछ यार। गाउँमा यस्तो बवाल मौसम भइरहेछ, हावा पानी त्यस्तो बवाल छ, जहाँ पनि ट्याट र ट्युट्युड होइन क्या। यहाँ चाहिँ चराहरू कराइरहेछ होइन। कस्तो आनन्द आइरहेछ मलाई चाहिँ, साँच्ची हो क्या। त्यस्तो कुराहरू तपाईँहरूले भिडियो मात्रै हो देख्न पाउने, रियल लाइफमा त गाह्रै पर्छ है त। खासमा पानी परेर बस्नै उतासम्म नजान्दैछ, फर्केर आउने भन्दा थियो। खोइ त बस्नै आएन। मेरो एउटा सानो सामान छोडेछ। यस्तो सुनसान छ क्या गाउँमा, कोही पनि छैन यार। पुरै हरियाली भइरहेको रहेछ। आजभोलि चाहिँ पानी परेर चराचुरुङ्गीहरू मजाले कराइरहेको छ। मेरो छुटेको सामान चाहिँ मैले ल्याइसकेँ। यो थियो मेरो यो टोयलेटको प्यानको छोटो एउटा सानो सामान, छुटेछ, मैले लिएर आइसकेँ। आजको दिन यसरी नै बित्यो। मैले बाटोतिर यस्तो बवाल भ्लग बनाउँछु भन्ने सोचिरहेको थिएँ साथीहरू होइन। पानी पनि त्यस्तै परिरहेको, अनि सामानहरू पनि के क्या के अनि गाडीमा त गीत बजाएकै भिडियो गर्नै मिलेन। साउन्ड आएर, एक्स्ट्रा साउन्ड आएर होइन, कपिराइट लाग्छ फेरि गीतहरूको। फेरि अर्को पनि साउन्डहरू आएर मैले खासै बनाउनै पाइनँ। निन्द्रा पनि लागिरहेको थियो। त्यही हो साथीहरू, अब भोलिदेखि चाहिँ म एकदम मजाले डेली त्यही पनि दामी भ्लग ल्याउनेछु। हातमुख धोएर फ्रेस त भयो साथीहरू। घरको अवस्था एकदम लथालिङ्ग छ। आमा एक्लै छु, के गर्नु आमा। अब म चाहिँ सरसफाइ गर्नतिर लाग्छु, त्यसपछि हामी अलिक पछि भेट्नुपर्छ। अहिले म ताल पऱ्यो भने ऐसिलो खान नि पुग्छु होला, भोक पनि लागिरहेछ। अहिले चाहिँ म यो ओछ्यानहरू मिलाउँछु। यताउता यस्तो छ क्या बिजोग ग्याजिङ। म यो सब व्यवस्थापन गर्नुपर्ने हुन्छ मैले चाहिँ। ल है त साथीहरू, पछि भेटौँला। सहरदेखि गाउँसम्म आएको भ्लग अन्तिमसम्म हेर्दै हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आजको भिडियो त्यति धेरै राम्रो भएको छ जस्तो मलाई लागेको छैन, किनकि मैले सबै कुराहरू देखाउन पाएको छैन। अब भोलिदेखिको भ्लग चाहिँ म निरन्तर एकदम दामी बनाउनेवाला छु।
हजुरहरूलाई एकदम मजा आउने खालको बनाउनेवाला छु। भिडियोलाई लाइक कमेन्ट सेयर अनि च्यानल सब्सक्राइब गरिदिनु होला। म अझै पनि एकदम राम्रो भिडियोहरू लिएरै आउनेछु। हस् त अहिलेलाई बाई बाई, थ्याङ्क यू सो मच है त गाइजहरू।